जय श्री राधे, जय श्री कृष्ण। आउनुहोस् आज हामीहरू धर्मको बारेमा अलिकति चर्चा गरौँ। धर्म भने क्या हो? यसै त हामीहरूको मान्यतामा धर्म भनिसक्दा हामीहरूको भित्र धारणा छ। हामीहरूका जुन परम्परा, पूजापाठ, कर्मकाण्ड अथवा कुलका मान्यताहरू, समाजका मान्यताहरू, चलेर आएका परम्परा छन्, उनीहरूको पालन गर्नु नै धर्म हो र उसको विमुख हुनु नै अधर्म हो। तर वास्तवमा धर्म भनिया योभन्दा बहुत माथिको कुरो अरे। यो पनि ठिकै छ, धर्मको मार्ग नै हो, तर यो बहुत तल्लो लेभलको अरे। वास्तवमा धर्मको शिखर स्थान चाहिँ अरे धारणा धर्म इत्या हो। जसले धारण गर्नुपर्ने गुणहरूलाई आफ्नो जीवनमा, आफ्नो आचरणमा धारण गर्छ, त्यो चाहिँ धर्मात्मा अरे। बुझ्नुभयो कि भएन? जसले धारण गर्नुपर्ने, जसलाई धारण गर्दा, जुन क्वालिटी गुणलाई धारण गर्दा हामीहरू पशुत्वबाट मानवताकोतिर, देवत्वकोतिर जानेछौँ, देवत्वको मार्ग प्रशस्त जसले गराउँछ, ती गुणहरूलाई जसले आफ्नो जीवनमा, आचरणमा ल्यायो, त्यो चाहिँ धर्मात्मा अरे। कुल परम्परा, पूजापाठहरू ठिक छ, सकाम र निष्काम कर्मको त्यहाँ विधान छ। निष्कामको त त्यो पनि शुद्ध, अन्तःकरण शुद्ध गर्नेवालै साधन हो। तर जुन सकामहरू छन्, कुल परम्परा, मान्यताहरू छन् समाजमा, घरमा, यी पालन गर्नु पनि ठिकै छ, किनकि यिनीहरूले पनि एउटा डिसिप्लिन, अनुशासन जीवनमा दिउँछन्। एउटा दिनचर्या बाँधिन्छ। त्यति भए बिहान उठ्नु, यसो गर्नु, त्यसो गर्नु, एउटा दिनचर्यामा मान्छे बसेपछि अनुशासित हुन्छ र सार्थक नै हुन्छ। तर धर्म भनिया चाहिँ योभन्दा बहुत माथिको अरे। 10वटा क्वालिटी, दशकम धर्म लक्षण भनेर 10वटा गुण भन्नुभयो। जसका भित्र यी 10वटा गुण हुन्छन्, त्यो चाहिँ धर्मात्मा अरे। त्यो चाहिँ धर्मको मार्गमा छ अरे। के अरे भन्दा 10वटा: धृति, क्षमा, धैर्यवान, क्षमावान, दमो, आफ्नो मनलाई दमन गर्ने, मनलाई वशमा गर्ने, मनले जे भन्छ त्यही गर्ने होइन, मनलाई आफ्नो हिसाबले गराउने। अर्को स्तेयम, चोरी, डकाइती, छल कपट, अरूलाई पीडा नदिने। शौच, शुद्धतामा रहनु, शरीरबाट पनि र मनबाट पनि। नुहाइधुवाइ पनि गर्नु, साफ सुथरा कपडा पनि लगाउनु, र यो शरीरलाई हानि गर्ने जस्तो गुटखा, सुर्ती, भाङ, मदिरा आदि जुन मादक पदार्थहरू छन्, जसले शरीरलाई हानि गर्छ, हो त्यस्तो चिजको सेवन नगर्नु। पहिले त यो शरीरलाई साफ सुथरा राख्नु र शरीरलाई अहित गर्ने, नोक्सान गर्ने चिज ग्रहण नगर्नु, र मनबाट पनि जो शुद्ध छ त्यसलाई शौच, शुद्धताको जसले ध्यान पालन गर्छ। इन्द्रिय निग्रह, र आफ्ना इन्द्रियहरूलाई, 10वटा इन्द्रिय जुन छन्, 5वटा ज्ञान इन्द्रिय, 5वटा कर्म इन्द्रिय, यिनीहरूलाई आफ्नो वशमा राख्नु। यसरी इन्द्रिय निग्रह, धीर विद्या, धैर्य, गम्भीर हुनु, विवेकवान बनेर सोचेर विचारेर काम गर्ने हुनु। विद्या, धेरै पढ्नु, जति सक्नुहुन्छ किताब खोलेर पढ्नु, कुनै अरू माध्यमले पढ्न सक्नुहुन्छ भने पढ्नु। जीवनमा जसले धेरै पढ्छ त्यो पनि एउटा धर्मात्माकै लक्षण, गुण आउँछन् अरे त्यसमा। सत्यम अक्रोध, सत्यको आचरण गर्नु, अक्रोध, क्रोध भरिसक्कै नगर्नु। त्यही पनि अब हामीहरूको प्रवृत्ति छ, कतिखेर कहिले कताबाट आउँछ, ज्वार भाटा जस्तो बनिएर, झन्का तातेर। ठिक छ, त्यो सबैमा आउँछ, हामीहरूको प्रवृत्ति त्यस्तै छ। तर त्यसलाई कति छिटो हुन्छ वशमा पनि गर्नु, त्यो आफ्नो क्रोधलाई दमन पनि गर्नु। सत्यम अक्रोधो दशकम, यसरी 10 प्रकारका धर्मका विशेषता भन्नुभयो। र यी 10वटै चाहिँ जसमा छन्, छैनन् भने पनि जसले प्रयास गर्छ त्यो मार्गमा छ। यी 10वटै क्वालिटी आफ्नो आचरणमा, आफ्नो जीवनमा ल्याउँदैको, त्यो चाहिँ ठुलो धर्मात्मा अरे। यो शिखरको धर्मात्मा। र यस्तो व्यक्तिले जे पनि काम गर्छ समझको पूर्वक, विवेकको पूर्वक गर्छ, र यसले द्वारा गरेका कर्म नै धर्म कर्म हो। कति सुन्दर कुरा! एउटा बौलाले यतिकै पनि हाँसिरहेको हुन्छ,
तर एउटा समझदार व्यक्तिले त्यहीँ हाँस्छ जहाँ हाँस्नुपर्ने हो, हाँस्नुपर्ने कुरो जहाँ छ त्यहीँ हाँस्छ। र जसमा समझ विकसित भयो, विवेकवान भयो, त्यो चाहिँ त्यसले गरेका प्रत्येक कर्म। अब एउटा व्यक्ति घरमा बिमार छन्, दबाई लिन भनेर गयो, अब कता भुल्यो, यता कति पीडा अनहोनी पनि भइदियो। धर्म कर्मको आयोजन भएको रहेछ, अनुष्ठान भएको रहेछ, उतै भुल्यो, अब घरमा यस्तो अनहोनी भइदियो भने जुन धर्म कर्म सत्सङ्ग कथा श्रवण आदिमा जानु यो बहुत ठुलो पुण्यको कर्म हो, धर्मको कर्म हो, त्यो पनि त्यसको लागि अपराध भइदियो। किनकि समय परिस्थिति हेरेर धर्मको परिभाषा भिन्न भिन्दै हुन्छ। आज उसले जति नै ठुलो धर्म गर्नु, यहाँ तक कि भगवानै दर्शन दिन उपस्थित हुनुभयो भने पनि होइन, मेरो अहिले उहाँ यस्तो छ, म पहिले उसँग उसको चाहिँ उपकार मैले सेवा गर्नुपर्ने, यो सोचले पहिले यता उसले गर्नुपर्ने आफ्नो मानवताका जुन कर्म हुन्, दायित्व हो, त्यो गर्नुपर्ने, त्यो नगरेर त्यो धर्म कर्म पनि उसको लागि अपराध हुन्छ। त्यसै गरी बहुत अरू पनि विस्तारै हामीहरू चर्चा गर्न सकिन्छ। भन्नेको तात्पर्य यही हो, हामीहरू सबले आफ्नो समझलाई विकसित गर्नुपर्छ, यी दिव्य गुणहरूले आफ्नो जीवनलाई परिपूर्ण गरेर हामीहरू अनि मात्रै वास्तवमा धर्मात्मा कहलाउँछौँ। र यो रहेछ धर्मको परिभाषा। अगाडि गएर हामीहरू फेरि अरू पनि भिडियोमा विस्तारले श्रवण गर्छौँ। तपाईँहरूको पनि मनमा अरू पनि कुनै जिज्ञासा इच्छा छ भने तपाईँहरू कमेन्ट गर्न सक्नुहुन्छ, अथवा व्हाट्सएप नम्बरमा दिँदैछु, व्हाट्सएप नम्बरमा डाइरेक्ट आफ्नो प्रश्नहरू कुनै छन् भने पनि गर्न सक्नुहुन्छ। म अवश्य प्रयास गर्छु त्यसको तपाईँहरूलाई समाधान गर्नेको। जय श्री राधे, जय श्री कृष्ण।